मैले उसलाई मायाले माया नै भन्ने गर्छु। मायाको चाहिँ के कुराहरू मन पर्छ? मायाको सबै कुराहरू मनपर्ने भएर त माया भयो नि होइन र। एकदम राम्रो छ है, त्यही भएर अब यहाँ भाइलाई पनि एकदम राम्रो वेख के सोना माही कस्तो फिल भइरहेछ? राम्रो भइरहेछ, राम्रो फिल गरिरहेछु। अब जिन्दगीको नयाँ च्याप्टर सुरु हुँदैछ, त्यसको लागि अब एक्साइटेड पनि छु। होपफुली अब राम्रो हुन्छ भन्ने आशा पनि छ। चले हम आसमां के राहों में। जेठो खास मलाई त्यति बोल्दैन, कसैको मन दुखाउँदैन। सानैबाट बुढाबुढीलाई माया गर्ने, सानालाई माया गर्ने, आदर सम्मान गर्ने खाले छ कि बाबु। बाइ द वे हाम्रो एरेन्ज म्यारिज हो कि फेरि यो अहिलेको उसमा अब एरेन्ज म्यारिजमा अब यतिको बुझेको एकअर्कालाई यसरी बुझ्ने सायद कमै पाइन्छ जस्तो लाग्छ कि त्यो कुरा चाहिँ मैले फिल गरेँ अहिले। एरेन्ज म्यारिजमा पनि त्यो अब एकअर्काको बन्डिङ राम्रो भयो, कनेक्सन राम्रो भयो, त्यो भाइब के अरे एकअर्काको म्याच गऱ्यो भने चाहिँ धेरै लभ म्यारिज हुँदा नि बवालै हुँदो रहेछ। के छ तिम्रो चाहिँ के छ? म सधैँ हजुरको रेस्पेक्ट गर्छु है। अनि तँ त गर्छौ त्यो भनिरहनु पर्दैन, त्यो मैले बुझिसकेको छु, बुझेको छु। अनि तपाईँको फ्यामिलीलाई आफ्नै फ्यामिली जस्तो मान्छ। हाम्रै फ्यामिली हाम्रो फ्यामिली हो जस्तो भन्ने कुरा गर्नु पाइने भने फ्यामिली नै हो, आफ्नै फ्यामिली हो। म चित्त दुखाउने काम गर्दिन सकेसम्म। त्यति चित्त नदुखाउने काम मबाट नि हुँदैन, तिमीबाटै नि हुन्छ भने त्यो कुरा मैले आश पनि गरेको छु, हुँदैन। दिदीलाई के मेसेज भन्यो? राम्रोसँग बस्नु, राम्रोसँग गर्नु। लाइट के अब यो दिदीहरूलाई पाएको बिहेमा कस्तो लागिरहेछ, कस्तो भइरहेछ? एकदम खुसी लागिरहेछ। यस्तो राम्रो बुहारी पाएर एकदम खुसी छ भाइको लागि। ह्याप्पी म्यारिड लाइफ हेरेर आइ पाउँछु।